एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र असहमति देखाउने नेतालाई सहन नसक्ने सन्देश फेरि एकपटक स्पष्ट पारेका छन्। च्यासलमा बसेको सचिवालय बैठकबाट ईश्वर पोखरेल नेतृत्वको नीति तथा अनुसन्धान प्रतिष्ठानको जिम्मेवारी खोज्दै विष्णु रिमाललाई सुम्पिने बैठकले निर्णय गरेको छ। अध्यक्ष ओलीको प्रस्तावमा केही पदाधिकारीले आपत्ति जनाउँदै चुनावी माहौलमा पार्टी एकताका लागि पोखरेललाई हटाउनु गलत हुने तर्क गरे पनि ओली भने अडानबाट पछि हटेनन्। अध्यक्षसँग विचार र प्रभावको टक्रावमै रहेका पोखरेललाई हटाउने निर्णयमा ओली अडिग रहँदा बैठक औपचारिकतामै सीमित बन्यो। चुनावमा पराजित भएर केन्द्रीय सदस्य समेत बन्न नसकेका विष्णु रिमाललाई जिम्मेवारी दिँदै ओलीले हार्नु अपराध होइन भन्ने सन्देश दिन खोजे पनि पार्टीभित्र भने यसलाई निष्ठाभन्दा नजिकपना भारी भएको उदाहरणको रूपमा हेरिएको छ। महाअधिवेशन सकिएको केही समयमै आएको यो निर्णयले एमालेभित्र शक्ति सन्तुलन र आगामी राजनीति समीकरणमा गहिरो तरङ्ग ल्याउने सङ्केत गरेको छ।